केटी हो केटी लफङ आला त म हेर्दै हेर्दैन 2-3 लाखको हारामा सपिङ गरेको हो मैले केटाहरु त थुप्रै पछि लाग्छन् होला हैन लान त लाग्छ नि तर म बाल दिन्न हो यो बाल 1.5 लाखको चस्मा हो क्या यो मैले कहाँ दर्शकबिन नमस्कार म गोविन्द विश्वकर्मा हामीसँग चाहिँ यतिखेर एकदमै निकै भाइरल अहिले पछिल्लो समयको एकदम निकै भाइरल गोइलीसँग छौँ चाहिँ म चाहिँ गोइली जी तपाईलाई स्वागत छ स्वागत धन्यवाद भन्नु पर्यो के तपाईले है त अनि तपाईले त्यो चस्मा पनि तपाईको त लगभग 1.5 लाखको चस्मा लाउनुहुन्छ अरे 1.5 लाखको चस्मा हो यो 1.5 लाखको चस्मा हो क्या यो मैले कहाँदेखि उहाँको यो भिनाला सोध्नु न तपाईको भिनालाई हामीले सब सोधिसक्यौँ हैन तपाईको भिनाले भन्नुभएको कुरो चाहिँ सही हो कि के हो भन्ने कुरा आज सत्य तथ्य कुरा पत्ता लगाउनको लागि चाहिँ हामी यहाँ आएका छौँ तपाई एकदम अहिले पछिल्लो समयमा एकदमै भाइरल हुनुहुन्छ हैन केटाहरु त थुप्रै पछि लाग्छन् होला हैन लान त लाग्छ नि तर म बाल दिन्न फेरि बाल दिनुहुन्न जस्ता सुनि केटाहरु पनि हेर्नुहुन्न अरे कनै फरफरान्न तपाई त लगभग 1.5 लाख देखि बढी कमाउने व्यक्तिहरु हेर्नुहुन्छ अरे यो कुरा सत्य हो यो त सत्य हो फेरि सत्य हो कुरा सत्य अनि तपाईको चाहिँ यो लुक्सहरु पनि लगभग 2-3 लाखको हाराहारीमा सपिङ गर्नुहुन्छ अरे 2-3 लाखको हाराहारीमा सपिङ गरेको हो मैले नपत्या भिनाला सोध्नु ए मैले त रिलमा मात्र हो कि भन्ने त रियलमा पनि त्यस्तै हुनुहुन्छ रेलमा पनि त्यस्तै रियलमा पनि त्यही हो कुरा फेकमा हैन कि रेलमा पनि त्यस्तै हो फेकमा मात्र अब रियलमा हेर्दै गर्दा हैन साथीहरु तपाईहरुले पनि अब रियलमा हेर्दै गर्दा उहाँको फेसनहरुको कुरा हैन कति प्राइजमा उहाँले चाहिँ सपिङ गर्नुहुन्छ भन्ने कुराहरु चाहिँ हेरिराख्नु भएको थियो तर रियलमा पनि त्यही रहेछ क्या उहाँको यति कुरा बुझ्दै गर्दाखेरि अनि तपाईले चाहिँ खास कुरो कस्तो खालको केटाहरुलाई चाहिँ अहिले पछिल्लो समयमा कस्तो खालको केटाहरु भइदे विवाह गर्थे भन्ने चाहनु भएको छ भनिदिनु पर्यो उता हेरेर त्यो त अहिले सोचेको छैन सोच्नु भएको छैन लगभग 1.5 लाखको हाराहारीमा कमाउने व्यक्ति अहिले पछिल्लो समयमा पाइएला त यस्तो समयमा अहिले यो समयमा त पाए सबै लफङ्गाहरु हुन्छन् लफङ्गाहरुलाई त म हेर्दै हेर्दैन हजुर हेर्नुहुन्न मलाई त चाहियो त्यस्तै कमाउने पैसा कमाउने मान्छे चाहियो के केटो चाहियो त्यसो भए यो भिडियो मार्फत पनि म के भन्न चाहन्छु भन्दाखेरि साथीहरु उहाँलाई यदि उहाँ जस्ती राम्री आइमाईलाई चाहिँ विवाह गर्न चाहनुहुन्छ भनेपछि कमसे कम 1.5 लाखको हाराहारीमा चाहिँ पैसा कमाउने व्यक्ति हुनुपर्छ यदि त्यस्तो व्यक्तिहरु कोही हुनुहुन्छ भनेपछि कमेन्ट गर्न सक्नुहुन्छ उहाँको चाहिँ रियालिटी पनि उही रहेछ हैन रिलमा मात्र देखेर चाहिँ हामीहरुले त्यो फरक टाइपको हो कि रिलमा मात्र हो कि भन्ने जस्तो कुरो मान्थ्यौं हैन तर रियलमै उहाँको सब कुरा रिलमा जस्तो छ त्यही रहेछ है त साथीहरु ल यति नै हस् त तपाईले मलाई केटी भन्नु अब के आइमाई भन्नु हो नि आइमाई भन्नुको मतलब केटी हुनुहुन्छ क्या तपाई केटी भन्नु आइमाई भने त बिहे गरेकोलाई भन्छ नि बिहे गरेकोलाई मात्र आइमाई भन्दैन नि त केटी मान्छेलाई पनि आइमाई नै भन्छन् तर तपाई यसो हेराइमा चाहिँ आइमाई जस्तो टाइपको चाहिँ देखिनुहुन्छ त्यो कारणले गर्दाखेरि मैले त्यो भनेको केटी हो केटी केटी हुनुहुन्छ उहाँ चाहिँ भर्खर 15-16 को केटी हुनुहुन्छ यदि कोही हुनुहुन्छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ 17-18 वर्षको केटी हुनुहुन्छ उहाँको रियालिटी बुझ्नुभयो सबै कुराहरु बुझ्नुभयो कस्तो लाग्यो भिडियो कमेन्ट गर्नुलाई त कमेन्ट गर्नु सब्स्क्राइब